शान्तिजू कमेडी गर्छिन्छ कि आज हामी कहाँ हाम्रो शान्तिजू घुम्न अनि त्यो टोपी चाहिँ कहाँ अमेरिकादेखि आएको हो नयाँ टोपी केही थाहा छैन त्यत्तिकै आइसक्यो टोपी चाहिँ कहाँ अमेरिकादेखि आएको हो एकदमै राम्रो छ ल हाँस त ए माइजू भान्जी माइजू भलक भान्जीको चाहिँ बल्ल आज इन्ट्री भएको छ अब हिरोइनको लास्टमा इन्ट्री हुन्छ भन्ने कुरा जापानिज टोपीवाला यता हेरौँ के हामी यस्तो जाडो भएर टोपी लगाएका छौँ यस्तो भएको छ हामी चाहिँ सबै फ्यामिली भएर आज यता कहाँ अरे यो चेपे ड्याम नि चेपे ड्याम आएको छौँ भ्लग पनि बनाउन स्टार्ट गरेँ लास्टमा बिचमा सम्झेँ कि म त भ्लग बनाउँछु भिडियो सुट सुरु भइरहेछ त्यहाँहरूको पालो सकिएपछि बल्ल हाम्रो पालो आउँछ हाम्रो रोलमा कहिले आउँछ त मेरो रोलमा आउँदैन अब एकछिनमा आउँछ के गर्ने रोल नम्बरै आउँदैन बाटो पुरिराख्नुपर्छ यो जापानिज टोपी छोडाइछु है यो जापानिज टोपी मलाई कति न्यानो भइरहेछ शरीरलाई पनि आनन्द यस्तै हाल्छु नि अनि टिकटकमा भिडियो बनाएर मेहु सुपरम्यान गरिदिन्छु एकचोटि अब अब चाहिँ यहाँ मम्मीको भिडियो भइरहेको छ मेरो पालो अझै आएको ल अर्को सुपर हिट जो जापानिज जोडीको भिडियो सुट भइरहेको छ यहाँ ल चाँडो हिँड्छ चाँडो यस्तो लाइक गर त बेसी गरी सब्सक्राइब सबै गरिदिनु होस् भन्छ सबै गरिदिनुहोस् हस् भन न गरिदिउ त अभि 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 हिँडेपछि के किन हामी दुइटा नदेखिने नि ल केही भन्नुपर्ने छ आजको बारेमा अस्मिता मलाई केही भन्नु छैन 200 रुपियाँको बारेमा भन्नु छ अर्को चिठी पनि टिका लगाउन जानु मन रहेछ पुस्नु त पुसिसकेको थिएँ तर के गर्ने के लाग्यो हामी निस्क्यौँ न त Excuse me, please. Japanese sister. अब चाहिँ हामी जान लाग्यौँ हामी चाहिँ टिएपी ड्याममा आएको थियौँ कस्तो राम्रो छ भ्यू चाहिँ कतिपटक आउने कि घर नजिकै छ आएको आइ हुन्छ यहाँ त वाउ नाम पनि कस्तो छ चेपे 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 ल नादिसो विकास सकिए हो मागीका गुरी गुरी जार खैन रे चैट 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 ए अन्डी हिजो बिहान हाँसिरहेको थियो कि तैँले लास्टै हाँसो लगाइसकेको थियो यसको नाम हटिजा भनेको भन्दै हाँसिरहेको थियो दामी छ है भ्यू चाहिँ टक्क पारेर फेरि सल खस्दिहाल्यो हामी कहाँ हिँडेको मान्छे हामी यहाँ घुम्न आएछौँ अब चाहिँ हामी घर जान्छौँ होइन भान्जी नजिक आइदिएको केही भन्नु छ हजुरलाई के भन्नु छ
भन्छ कि बोल्छु कि भन्नु त मन छैन तर खानु चाहिँ लास्टै मन के खानु मन लाग्छ भन्छु अब धेरै होइन फुडदाङको बबल टी लास्टै मिस गरिरहेको छु क्यान यु स्पिक लाउड प्लिज फुडदाङको बबल टी लास्टै मिस गरिरहेको छु अनि बर्गर यति मात्रै ल सबैनामा आएर खुवाइदिन्छु म टेन्सन नगर्छु बबल टी र बर्गर सबैनामा खुवाइदिनु छ कि हामीले तपाईँसँग छ त पैसा टिका लगाएर पाउनु हसँग पनि त छ 50-50 त्यतिको त आउँछ आउँछ होला नि एउटा बर्गर र त्यो बबल टी खुट्टा नि यस्तो कस्तो घाम अब त गर्मी चढिगयो कि नि चा हुडिक्ने भनेर थियो भइगयो गर्मी ल अगाडि आइसक्यो हजुर पनि विकास पनि देखिसक्यो 3टा खोलालाई थुनेर बनाएको ड्याम हो यो हजुर त्यसभए मैले नरलाल चौधरीलाई जित्नको लागि मैले त्यहाँ गुयो खोलामा ड्याम बनाउनु पर्यो एउटा हामी चाहिँ यसरी बाइक स्कुटीहरू लिएर आएको छौँ के गर्ने फ्यामिलीतिर भएपछि है यस्तो हुन्छ गाडी छैन है तर हामी स्कुटीमा हिँड्छौँ क्या हामीहरू यस्तै माडेहरू यस्तै हो क्या होइन अब चाहिँ हामी घर जाने तयारी चल्लो पनि आउँछ यहाँबाट चल्ला होइन त्यो चल्ला हाल्ने गाडीमा त्यो दाउरा छ त्यसमा ल हामी चाहिँ अब घुमेर घर जाँदैछौँ बाई बनाउनु पर्यो लास्टमा हामीले भयो क्या अलि त्यहाँसम्म भयो के छोडेर गएको भनेर अगाडि सब भएको छ छोडेर हामीले नै छोडेर जानुपर्छ त्यहाँ त बुलेट हामी भेटाउँदैछौँ बाबा बुलेटमा यस्तो भइरहेको छ ल भेट्यो ल जल्दी सकिन जस्तो छ राजुले पालो दिन्छ हामीलाई पछाडि होन्डा चाहिँ अगाडि ल अगाडि बढिरहेको छौँ यो बाइकले अगाडि भिडाइरहेको छ ल चिन्छ हुन्छ नि पनि हामी पछाडि हुनुहुन्छ र अघि अगाडि भइरहेको थियौँ अहिले पछाडि भइरहेको छौँ ल छिटो हानिहाल यता चाहिँ बाटो खराब रहेछ खराबै छ यहाँनिर बाटो यस्तो छ त्यही भएर सबैजना झर्नु परेको अवस्था ल अहिले चाहिँ हामीले अब बाटो बनिरहेको छ अब चुनाव आउँदैछ त्यही भएर बाटो धमाधम पिच भइरहेको छ यतातिर
कहिले पनि जान्छ बजार एरियामा यदि घर जानु कति टाइम लाग्छ त्यो एकैछिन नि अब एकैछिन लाग्छ अब 10 मिनट 10 मिनट न 5 मिनट लाग्छ होला